सबैलाई नमस्कार। सिद्धारा अनलाइन खबर युट्युब च्यानलको नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। दर्शकवृन्द, साथमा उपस्थित भएको छु म हरि पौडेल। त आउनुहोस् दर्शकवृन्द, कान्छी सिरियलको गत एपिसोड तथा आउने एपिसोड सम्बन्धी छोटो रिभ्यूमा तपाईँहरूलाई स्वागत गर्दै लागौँ। दर्शकवृन्द, विषयवस्तुतर्फ हो दर्शकवृन्द, गत एपिसोडमा हामीले कान्छी र सागरको अन्ततः मिलन भएको छ। कान्छीले सागरलाई जसरी पनि खोजेर ल्याउँछु भनेर हिँडेकी थिइन्। अन्ततः कान्छीले सागरलाई घरमा ल्याइ पुर्याएकी छिन्। दर्शकवृन्द, कान्छीको त्यो अटुट र त्यो निरन्तर प्रयासको लागि सल्युट गर्नै पर्छ। दर्शकवृन्द हो, कान्छीलाई यति बेला सागरलाई भेटाएर ल्याइसकेपछि सबै खुसियाली छाएको छ घरमा। हो दर्शकवृन्द, कान्छी घरमा आइरहँदा सागर र कान्छीको मिलनले सबै हर्षित भइरहँदाखेरि दर्शकवृन्द, उता ठुले भने निकै नै दुखी भएका छन्। ठुलेले ती खाना काँदै गर्दाखेरि एकजना नारीलाई देखेका थिए। दर्शकवृन्द, साँच्चै नै ती नारीले को व्यवहार देखेर यति बेला ठुले अत्यन्तै प्रभावित भएका छन्। ठुलेले सोचिरहेका थिए, दर्शकवृन्द, मेरो पनि यस्तै श्रीमती भइदिएको भए, मेरो पनि यस्तै भाग्यमा असल नारी भइदिएको भए कति हुन्थ्यो होला भनेर उनले अत्यन्तै मनमा कुरा सोचिरहेका छन्। दर्शकवृन्द, हुन पनि किन नसोचुन् दर्शकवृन्द, उनकी ती चोथाले चण्डाल्नी अपर पुरुषसँग लागेर मस्त रमाउँदै हिँडिरहेकी छिन्। दर्शकवृन्द हो, जब उनीहरू घर आउँदै थिए भने उतार चढावहरू भएका छन्। दर्शकवृन्द, सन्तोषले कान्छीलाई अन्तसम्म साथ दिएर सागरलाई भेटाएर लिएका छन्। गाउँमा कुरा काट्ने ती गाउँलेहरूले अब के भन्लान् र कान्छी र सागरको मिलनलाई मर्यो भनेर सबैले हल्ला पिटेका ती गाउँलेहरूले अब सागरलाई देखेपछि कस्तो प्रतिक्रिया देलान् त दर्शकवृन्द। उता ती चोथाले सासू पनि जेल गएकी छिन्। दर्शकवृन्द, अब उनको के हालत होला त। साँच्ची नै सागर घरमा आइसकेका छन्। अब उनकी आमालाई के गर्लान् त, उनले छुटाउन जालान् या कसो गर्लान् त दर्शकवृन्द। साँच्ची नै कान्छाको बिहेको लागि पनि उनीहरूलाई प्रतीक्षा गरिरहेका थिए। तर अब कान्छाको बिहे हुन्छ या हुँदैन त्यो पनि आउँदो एपिसोडमा हामीले हेर्न सक्नेछौँ। दर्शकवृन्द हो दर्शकवृन्द, यति बेला कान्छी सिरियल निकै नै रोचक बनिरहेको छ। सबैको आँखाबाट आँसु झारेको, अब यस सिरियलले आँखाबाट आँसु नझारोस्, सबैको मनमा खुसियाली छाओस् र सागर र कान्छीको सधैँ मिलन भइरहोस्। दर्शकवृन्द, साँच्चै नै यति बेलाको समयमा उनीहरू घर आइपुग्दा घरमा उनकी आमा तथा बुवा भाइहरूले अत्यन्तै राम्रो स्वागत गरेका थिए। पुछखाले भने दुईटी छोरीहरू पनि धेरै खुसी भएका थिए। कान्छी र सागर पनि हो दर्शकवृन्द, खुसीका आँसुहरू झारेका थिए। अब त उनीहरू साँच्चै नै एकअर्कामा भेट भएका छन्। अब खुसी हुनुपर्छ पनि भनेर सबैले कामना गरिरहेका छौँ। दर्शकवृन्द हो दर्शकवृन्द, यति बेला कान्छी सिरियलको अन्तिम एपिसोडमा हामीले कान्छी र सागर घर पुगेको देखेका थियौँ। दर्शकवृन्द, अबको आउँदो एपिसोड कस्तो होला त, पक्कै पनि रोचक र रोमाञ्चक आउनेछ र सागर र कान्छीको मिलनले सबै जलेर खरानी हुनेछन्। उता ती प्रियालाई भने सलिनाका मामाले कता लग्यो होला त दर्शकवृन्द। साँच्चै नै के उनी पनि हराएकी होलिन् त। यसको लागि भने हामीले आउँदो एपिसोड कुर्नु पर्ने हुन्छ। दर्शकवृन्द, ठुलेकी श्रीमती चण्डाल्नी भने परपुरुषसँग लागेर उनी भागेर जाँदै गर्दा दर्शकवृन्द यति बेला छुटाइ खाएकी छिन् र उनी राम धुलाई परेर हिँडेकी छिन्। अर्काको श्रीमानसँग भाग्दै गर्दा ती दाउरीले भेटाइसकेपछि उनलाई अत्यन्तै राम्रो धुलाई गरेकी थिइन्। हो दर्शकवृन्द, अबको कान्छी 252 भाग कस्तो आउला त। पक्कै पनि कान्छी र सागरको मिलनले अब सबै जलेर खरानी हुनेछन्। उनीहरू बीच यति समधुर सम्बन्ध छ कि दर्शकवृन्द, जब भेट हुँदा घन्टौँसम्म सँगै रोएका थिए। दर्शकवृन्द, के कान्छी र सागरलाई अब फेरि मिलन हुनबाट छुटाउन कसैले सक्ला त दर्शकवृन्द। किन खोजिरहेका थिए त सलिनाका मामाले उनलाई। हो, यो थाहा पाउनको लागि पनि हामीले आउँदो एपिसोड कुर्नै पर्ने हुन्छ। दर्शकवृन्द, अब आउँदो एपिसोडमा पक्कै पनि हामीले उत्तम नै खालको देख्नेछौँ भन्दै आजको यो छोटो भिडियोबाट बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला।
तबसम्मको लागि बिदा हुन चाहन्छु। च्यानललाई लाइक, सेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस् त, नमस्कार।